दादाले अब बाई बाई के पकाएको हौ यहाँ मैले सब्जी बनाउँदैछु सब्जी भन्छ नि यसलाई सब्जी बनाउँदैछु यता चाहिँ लोकल Your mama is younger than me. I can't do that. I'm an old man. मामा भान्जाको चाहिँ यता रमाइलो चल्दैछ तिमीहरू चाहिँ के को पार्टी चल्दैछ यहाँ माछा पार्टी पदम यता चाहिँ मामा भान्जाको मोबाइल हेरेँ यता चाहिँ युट्युबमा यहाँ यी माइजू भान्जा ल खाइसकेपछि ल रित्तो थाल रित्तो हात आज के खाँदैछौ यता आज माछा म यहाँको घरमा आज मेजमान हुँदैछ कस्तो लाग्नु हेलो म यहाँहरू के खानु हुँदैछ हौ आज आज निर्वादीले यहाँ मेजमान खाना बोलाइरहेको थियो आज सब परिवार कस्तो छ खाना ए दामी दामी होइन कस्तो मिठो कस्तो मिठो छ ल यहाँ मिठो बनाउने दिदीले पकाएको यहाँ ल ल के गरेको छोरी के गरेकी हो यता चाहिँ दिदीबहिनीलाई ओछ्यान लाग्यो होइन यहाँ चाहिँ दिदीबहिनी सुत्ने यहाँ पनि दिदीबहिनी सुत्छ होइन सर तिमीहरू को को दिदीबहिनी सुत्ने एउटा झगडा छ लिइराख्यो नि अहिले आएको त बाबाले गिरा खानु हो कानमा लानु चाहियो बिर्सिनु भयो कस्तो बिर्सेछु मैले कति छ त्यहाँ ल्याएर मलाई हाल्छु आयो पठाइदिन्छु म भिनाजुलाई बट्टे पठाइदिन्छु मैले तिमीहरू सबैलाई एक एकजना हेर भोलि लाउनु पाएको बोल्दै हुन्छ कस्तो हल्का छ थाम त कति हल्का हल्का छ है कानमा लाउने कति हल्का कति हल्का भन्नुभयो पुगहरू खाने दिदी बहिनी साडी किन मम्माले सिरक बोल्नु भएको सिरक यहाँ पूर्णिमा बोल्दैछ म यहाँ बोल्दैछु कान्छा पूर्णिमा स्वस्तिका सबैको बिहे नि बिहे हुन्छ के यहाँ नाम भन्दै हुन्छ पस पनि राखी ओ मेरो ठुलो नाच्नु बोलानु उठेसको माथि होइन यता मध्येले मलाई ह्याच्छु आयो त्यही भएर त मैले बोकेको त कहीँबाट बोक्नु भएको त ल यहाँ के गर्नु मायाकोमा राख्नुहुन्छ सरलाई कपाल मजाले बाँध्न आइहाल्छ कपालमा नाम बस्न अनि म बस्छु बस्नु अरे बाटोको कपाल बस्नु अरे कोठामा छ माथि जान माथि जानु अरे